हेलो साथीहरू नमस्ते। आज म तपाईहरुलाई चेस कसरी खेल्ने भन्ने सिकाउँछु वा तपाईहरु जान्नुहुन्छ भने हेर्नु होला। म चेस अनलाइन खेल्न गइरहेको छु। यहाँ म अनलाइनमा एउटा मैले जोस भन्ने साथी पाएको छु। गेम स्टार्ट हुन्छ। अब गेम स्टार्ट वहाँ साथीले गर्नेछन्। जोसमा साथीले हेर्नुस् उहाँको फर्स्ट मुभ रहेको छ। त्यसपछि मैले यहाँ सेकेन्ड मेरो मुभ मैले दिएको छु उहाँलाई। हामी बिस्तारै चेस यदि तपाईँ पनि सिक्न चाहनुहुन्छ वा तपाईँलाई आउँछ भने खेल्न चाहनुहुन्छ भने अनलाइन जोइन गर्दा पनि भयो है। म चेसमा तपाईहरुलाई पर्फेक्ट बनाइदिन सक्छु। आई नो मैले चेस खेलेको धेरै भएको छैन, तैपनि चेस खेल्ने प्रयास चाहिँ गर्दैछु है। तपाईहरुलाई पनि यदि चेसमा इन्ट्रेस्ट छ भने मेरो भिडियो हेरेर लाइक र मलाई सपोर्ट गरिदिनु होला। मैले खेल्दै गरेको यो गेम यदि तपाईले कहीँ कतै चाल मैले गर्नुपर्ने मुभ यदि मिस्टेक गरेको छु भने तपाईहरु कृपया यो भिडियोको कमेन्ट बक्समा आएर भनिदिनु होला है। तपाईले कमेन्टमा गरिदिनु भएको कमेन्ट र मेरो मुभको कमेन्ट गरिदिनु भयो भने मैले अर्को गेममा यसलाई सुधारेर वा योभन्दा अझ बेटर तरिकाले पनि खेल्ने छु। यो मैले मेरो फर्स्ट चेस खेलेको भिडियो तपाईहरु समक्ष बनाएर खेल्दै छु। हेर्नुस् साथीले मुभ गरिसकेको छ। मैले मेरो मुभ चाहिँ मैले यहाँ क्वीन गरेको छु किङको अगाडि। मैले यो मुभ चाहिँ गरिराख्दा तपाईहरुलाई कस्तो लाग्यो, के छ यो मैले ठिकै गरे कि यो भन्दा अझै बेटर के हुन सक्थ्यो, तपाईहरुलाई के लाग्छ? यो मुभले पुग्यो कि पुगेन? यदि पुगेको छैन भने तपाईहरु कमेन्ट गर्नु होला है। यो मैले चाल्दाखेरि यो मैले मुभ गर्दाखेरि मलाई यो बेटर जस्तो लागेर मैले गरेको थिएँ। तपाईहरु यो भन्दा पनि बेटर यदि तपाईहरु देख्नु भएको छ काई मुभ भने कृपया मलाई कमेन्ट गर्नु होला है। यो मेरो चेसको फर्स्ट भिडियो छ। मैले यहाँ अनलाइन चेस खेलिरहेको छु। यहाँ चेस यदि तपाईहरुलाई चेस खेल्न आउँदैन र तपाई इन्ट्रेस्टेड हुनुहुन्छ भने म तपाईलाई चेस को केही कुराहरू भनिदिन पनि सक्छु है साथीहरू। मैले धेरै जानेको पनि होइन, धेरै जान्दछु भन्न खोजेको पनि होइन, तर यदि मैले केही न केही जानेको छु जस्तो लाग्यो भने त मलाई कमेन्ट गर्नु होला। मैले त भनिदिने छु है। मैले हेर्नुस् मेरो मुभ मैले गरेको छु। यो मैले मेरो क्यामललाई यहाँ उहाँको हर्समा गएर लगाएको छु है। क्वीनको अगाडि उहाँले हर्स चाहिँ मुभ गर्नुभएको छ। हर्स मुभ गर्दाखेरि अब मेरो मुभ के हुनुपर्ने थियो होला, साथीहरूलाई के लाग्छ? यो भिडियो हेरिराख्दा तपाईहरुलाई यो मुभ मैले के गर्दा ठिक हुन्थ्यो? मैले क्वीनलाई मुभ गरेको छु। तपाईहरुलाई क्वीन भन्दा अरु कुनै बेटर के लाग्छ? अरु कुनै मुभ थियो जस्तो लाग्छ भने कृपया मलाई भन्नु होला है। र यदि तपाईँ पनि चेसमा इन्ट्रेस्टेड हुनुहुन्छ भने अनलाइन चेस मैले खेल्ने गरेको छु अहिले भर्खरै। यो अनलाइन चेस पनि जोइन गर्न सक्नुहुन्छ है। मैले यो अनलाइन खेलेको छु। यो अनलाइन खेल्दाखेरि जोसुकै जहाँको पनि साथीहरू भेट्ने अनलाइनमा गेम खेलिरहेको अनलाइन हुने साथीहरूसँग गेम खेल्न पाइन्छ है। मैले मेरो यहाँ मुभ अब क्वीनलाई मैले ब्याक तानेको छु है। तपाईहरुलाई के लाग्छ? यो मुभ बेस्ट छ वा यो भन्दा अझै कुनै बेस्ट हुन्थ्यो होला? यो मुभ चेस खेल्दा धेरै कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ। अब मैले चाहिँ ध्यान दिन नसकेको पनि हुन सक्छ है। तपाईहरुलाई यदि त्यो केही पोइन्ट्सहरु छ भने मलाई भन्नु होला है। यो पोइन्ट्स चाहिँ मैले छुटाएको पनि हुन सक्छु। मैले चाहिँ चल्दाखेरि यसरी चले। अब वहाँ साथीको मुभ छ। साथीले एकछिन टाइम लिँदै हुनुहुन्छ। उहाँले के चल्नुहुन्छ है, के मुभ गर्नुहुन्छ। त्यसपछि ओहो उहाँले एउटा मुभ गरिसक्नुभयो। यो अगाडिको मुभले अब मलाई अप्ठ्यारो बनायो उहाँले। अब मैले चाहिँ के चल्दा चाहिँ ठिक हुन्छ जस्तो लाग्छ है। यो मुभ चाहिँ मलाई एकदम A1 लाग्यो है। उहाँले यो मुभ गरिराख्दाखेरि मलाई एकदम भनौँ न गाह्रो टाइपको फिल भएको छ। तपाईलाई के लाग्छ है? मैले पनि उहाँको उडाइदिएको छु है साथीहरू। मैले उडाउँदा ठिक छ कि नउडाएको भए हुन्थ्यो? के छ तपाईहरुको विचारमा? मलाई त उडाएर ठिक जस्तो लाग्यो।
मैले उडाइदिँदाखेरि अलिकति ठिक हो कि जस्तो लागेर मैले उहाँको खाइदिएको छु। अब तपाईहरूले चाहिँ सजेस्ट गर्दा हुन्छ है। मेरो फर्स्ट भिडियो हो। अब मैले चाहिँ के गर्दा हुन्छ है, मैले यो क्यामललाई क्यामल दिएँ है त, क्यामल दिएँ। क्यामल दिइनँ भने मेरो नुक्सान चाहिँ हुन्थ्यो जस्तो लागेको थियो। तपाईँहरूलाई के लाग्छ? मैले चाहिँ क्यामल दिएँ, अब चाहिँ के गर्दा ठिक होला जस्तो लाग्छ तपाईँहरूलाई है? यो मुभमा अहिलेको मुभ एकदम इम्पोर्टेन्ट मुभ थियो, मलाई लागेको है, इम्पोर्टेन्ट मुभ थियो। मैले एकदम यो मुभलाई मैले केयरफुल्ली नै मुभ गरेको हो। तपाईँ चाहिँ भन्नु होला मैले दिएको यो मुभ चाहिँ भयो कि भएन है? यदि तपाईँ चेस खेल्नुहुन्छ भने मलाई सजेसन दिनु होला। मैले यो गरेको मुभहरू नमिलेको नि हुनसक्छ, तपाईँलाई योभन्दा अझै बेस्ट मुभ पनि देख्नु भयो होला है। तर मैले चाहिँ यही मुभ अलिकति बेस्ट देखेर मैले चलेँ। तपाईँहरूले चाहिँ के चल्दा ठिक हुन्छ जस्तो लागेर कमेन्ट गर्नु होला है मलाई। मैले यहाँ 10 मिनटको टाइम छ है हामीलाई। उहाँलाई पनि 10 मिनट, मलाई पनि 10 मिनट टाइम थियो। अहिले टाइम चाहिँ उहाँसँग 6:44 सेकेन्ड छ, मसँग 7:37 सेकेन्ड छ है। मैले चाहिँ यहाँबाट एलिफेन्टलाई यहाँ क्विनसँगै ल्याएर टाँसेको छु। मैले यहाँ पावरलाई सपोर्ट दिनको लागि यहाँ मैले सपोर्ट दिएको छु। तपाईँहरूलाई के लाग्छ यो मैले गरेको ठिक छ? यदि ठिक छैन भने तपाईँहरू कृपया मलाई कमेन्टमा कमेन्ट दिनु होला नि। मैले त ठिकै जस्तो लागेर गरेको, तपाईँले के लाग्छ मलाई? अब यो पछि चाहिँ अब तपाईँहरूलाई के गर्दा बेस्ट होला सजेसन पनि दिनु होला है त। मैले चलेको मुभ सबै ठिक नहुन पनि सक्छ। यो चेस भनेको एकदम रणनीतिक हिसाबले खेल्नुपर्ने गेम हो। यो गेम चाहिँ मलाई एकदम मनपर्ने गेममा नम्बर 1 मा चेस नै हो। तपाईँहरूलाई कतिको चेस मनपर्छ त्यो पनि भन्नु होला, कमेन्ट गर्नु होला। यो मुभमा उहाँले एकछिन टाइम लिँदै हुनुहुन्छ। टाइम हामीसँग 10 मिनट उहाँलाई थियो, 10 मिनट मलाई थियो। उहाँले 5 मिनट 34 सेकेन्डमा आइसक्नु भएको छ, 35 मा। म चाहिँ 7:34 मा छु है, 7:30 मा चल्दैछु। थोरै टाइम उहाँले बढी लिनुभएको छ। टाइम चाहिँ यहाँ अलिकति म्यानेज गर्नुपर्ने हुन्छ यो अनलाइन गेम खेलिराख्दा। यसमा 10 मिनट मात्रै हुन्छ। यो 10 मिनटभित्रमा कि उहाँले मलाई जित्नु पर्यो कि मैले उहाँलाई जित्नुपर्ने हुन्छ। यहाँ यतिखेरसम्म अवस्था हेर्दा मैले पनि जित्न सकेको छैन, उहाँले पनि मलाई जित्छ जस्तो लागेको पनि छैन है। अब चाहिँ के हुन्छ तपाईँहरूले भन्नु होला है। अब चाहिँ के गर्दा ठिक होला जस्तो लाग्छ है? तो तपाईँहरूले के गर्दा जस्तो लाग्यो भन्नु होला। मैले त यहाँ एलिफेन्टसँग राजाले क्यासलिङ गरेको छु। क्यासलिङ गर्दाखेरि ठिकै होला कि जस्तो लागेको छ है। तपाईँहरूलाई कस्तो लाग्छ भन्नु होला। उहाँले चलेको अहिले मुभ चाहिँ एकदम बेस्ट छ। मैले उहाँको मुभ चाहिँ एकदम बेस्ट मान्छु है। मैले पनि फेरि यहाँ हर्सलाई अगाडितिर मुभ गरेको छु ताकि उहाँले कहाँबाट अट्याक गर्ने वा हो। गुड। मैले त्यहाँ त उहाँकोमा एउटा के भन्छ अरे त्यहाँ पिप्सोमा अट्याक गरेको थिएँ। उहाँले चाहिँ त्यहाँ हर्सलाई लगेर सपोर्ट दिनुभएको छ पिप्सोलाई। मैले केही नगर्न सकेपछि त्यहाँ मैले हर्स मुभ अहेड गर्दा चाहिँ एलिफेन्ट र उहाँको क्यामलमा अट्याक भएको छ। अब उहाँले कसरी सेभ गर्नुहुन्छ हेर्दै जाउँ है त। उहाँले सेभ कसरी गर्नुहुन्छ त्यो पनि एकदम इम्पोर्टेन्ट रहनेछ है। मैले चाहिँ यहाँ आफैलाई सेफ जोनमा ल्याउन खोजिराख्दा मैले यो मुभ चलेको थिएँ, किन म पनि अनसेफै थिएँ। ओहो गुड, नाइस मुभ। उहाँ साथीले एकदम नाइस मुभ गर्नुभएको छ। यो मुभले उहाँको क्यामल पनि जोग्यो, एलिफेन्ट पनि जोग्यो र मैले उहाँको कुनै क्षति गर्न सकिनँ। अब चाहिँ मैले यो क्यामललाई त्यहाँ किन राखेको भन्दा उहाँको एउटा हर्स विदाउट एनी सपोर्टमा छ। मैले त्यो सपोर्ट नभएपछि एउटा क्यामललाई लगेर उहाँ डिस्टर्ब गर्न खोजेको मात्रै हो। आखिर उहाँले सेभ गरिहाल्नुहुन्छ। यो सेभ अब कसरी उहाँले गर्नुहुन्छ त्यो हेरौँ है त। ओ गुड, नाइस मुभ।
उहाँले ठ्याक्कै हर्स मुभ गर्दाखेरि मेरो क्यामललाई पनि अट्याक भएको छ। अब मैले क्यामल बच्नुपर्ने हुन्छ। अब क्यामल मैले जोगाउनु पर्ने हुन्छ। क्यामल मैले जोगाउँदाखेरि मेरो क्यामल कहाँबाट जोगिन्छ होला त साथीहरू? के गर्ने? मैले क्यामल यो पिप्सोलाई अगाडि धकेलेर क्यामल जोगाउँ, सपोर्ट गरिदिएर कि क्यामलै मुभ गरिदिउँ? के छ तपाईँहरूले कस्तो लागिरहेको छ? यो यसो मलाई सहयोग गर्नु होला है। यदि यो मुभलाई मैले के गर्दा ठिक हुन्थ्यो साथी? मैले यहाँ एकछिन कन्फ्युज भएँ है त। म के गरौँ जस्तो भएको थियो। के गरौँ भन्दा ओ गुड, मैले यो क्यामललाई एक स्टेप अगाडि मुभ गरिदिएँ ताकि मेरो क्यामल सेफ रहोस् र दुईतिरबाट यताबाट नि मेरो ब्ल्याक हर्सले र यताबाट नि ब्ल्याक हर्सले त्यहाँ सपोर्ट दिएकै छ, त्यहाँ छँदैछ। त्यही भएर मैले त्यहाँ गरेँ ताकि उहाँले अट्याक गर्न नसकोस् भनेर। गुड, उहाँले एउटा पिप्सोले मुभ गर्दा मलाई अट्याक क्यामलमा अट्याक भएको छ। यो अट्याकले गर्दा मैले यो क्यामल ब्याक एक स्टेप ब्याक हुनु परेको छ। म ब्याक यहाँ तपाईँ हेर्दै हुनुहुन्छ, मैले क्यामल ब्याक गरेको छु। यो ब्याक गर्दाखेरि के छ? ठिक छ ब्याक गरेको कि केही नमिलेको छ भने भन्नु होला है साथीहरू। अब चाहिँ हेर्दै जाउँ के हुन्छ। ओहो गुड, नाइस मुभ। उहाँ साथीले पिप्सोलाई अगाडि धकेल्दा मेरो घर होम भनौँ न, मेरो यतातिर यो क्विनतिर भएको सिस्टम नै बिगारिदिने टार्गेट लिएर यो गर्नुभएको छ। उहाँको मुभलाई एकदम गुड छ, राम्रो मुभ छ। यो मुभ एकदम बेस्ट मुभ लाग्यो मलाई। म पनि यताबाट एउटा पिप्सोलाई उहाँको हर्समा दिएको छु हर्समा, ताकि हर्स उहाँलाई डिस्टर्ब होस् भनेर त्यहाँ मैले चलेको छु। अब के गर्दा ठिक होला हेर्नु त। उहाँले यो अब हर्स कता जानुहुन्छ होला? मेरो हर्सको यो छेउमा आउनुहुन्छ कि उता जानुहुन्छ? ओ गुड, मैले भनेको यतै आयो। ल, यो हर्स यतै आउनुभयो। मैले पनि अब एउटा पिप्सोले उहाँको हर्सलाई डिस्टर्ब गरिदिएँ। उहाँ चाहिँ अब हर्स चाहिँ कहाँ? गुड, उहाँलाई ठाउँ छ, अहिले पनि उहाँसँग ठाउँ थियो। अब मैले चाहिँ यता मेरो राजाको, मेरो किङको साइडतिर हेर्नुपर्ने अवस्था छ है। मैले यदि त्यता ध्यान दिएन भने गाह्रो हुन्छ मलाई पछि। त्यही भएर म अब यतातिर ध्यान दिन्छु ताकि मेरो मुभ हर्स यता आएको छ अब है। यता यदि म नआएको भए उहाँको टार्गेट यो मेरो यतातिरको घर बिगारिदिएपछि ठ्याक्कै त्यहाँबाट मेरो अट्याक हुन्थ्यो है। उहाँले मेरो उस खाइदिनु भएको छ क्यामल। मैले पनि हात्तीले यानि कि एलिफेन्टले उहाँको हर्सलाई खाइदिएको छु, उडाइदिएको छु। अब हेरौँ है। ओहो, मेरो घर चाहिँ उहाँले बिगार्न खोज्दै हुनुहुन्छ है। मेरो घर उहाँले बिगार्न खोज्दै हुनुहुन्छ। अब चाहिँ मैले सतर्क भएरै खेल्नुपर्ने हुन्छ। यदि मैले यहाँ सतर्कता अपनाइनँ भने मेरो अवस्था बिग्रिन सक्छ, मेरो अवस्था गाह्रो हुन सक्छ। मैले चाहिँ के गर्दा राम्रो हुन्छ साथीहरू? यो यहाँ त मैले एकछिन टाइम लिएँ। के गरौँ? गुड, मैले यो पिप्सालाई खाइदिएँ है त। उहाँको मुभ त A1 छ। कडा, योभन्दा राम्रो मुभ हुँदैन थियो होला, किनभने ठ्याक्कै त्यहाँ माथिबाट एलिफेन्टले यहाँ चेक दिन सक्नुहुन्थ्यो। मैले पनि बच्ने कोसिस मात्रै गरेको छु। मेरो एउटा पिप्सा गयो है त। उहाँले गर्दा मेरो एउटा पिप्सा गयो। अब म चाहिँ बच्नुपर्ने हुन्छ उहाँको हर्सबाट मेरो एलिफेन्टलाई जोगाउनलाई। मैले एलिफेन्ट पनि जोगाएँ, उहाँको हर्सलाई पनि अलिकति डिस्टर्ब हुन्छ भनेर म मुभ गरेँ। उहाँले मेरो एलिफेन्ट उहाँले सिधैमा फ्री अफ चान्स उहाँले मेरो फ्रीमै गरिदिनु भएको छ। खेल तमाम गरिदिनु भयो उहाँले मेरो। उहाँको मुभ चाहिँ A1 लाग्यो है मलाई। किन मैले त्यो कुरामा ध्यान दिएको भए, एलिफेन्टमा ध्यान दिएको भए उहाँले सिधै मलाई यहाँबाट आएर चेक दिएर मलाई अप्ठ्यारो बनाउन सक्नुहुन्थ्यो। त्यही भएर म यो चाहिँ एलिफेन्ट नै जान्छ भनेर छोडिदिएको हो है। अब चाहिँ के गर्ने? केही छ उपाय? छैन नि। यो उपाय नभएपछि मैले यो मेरो किङलाई सेपमा ल्याएको छु है, सेभ गर्न ल्याएको छु। अझै पनि टाइम उहाँसँग 2 मिनट 35 सेकेन्ड बाँकी नै छ है, बिस्तारै घट्दैछ। र मसँग 4 मिनट 23 सेकेन्ड बाँकी नै छ है। अब उहाँको चाहिँ मुभ हेरौँ है त के हुन्छ। उहाँको मुभ के हुन्छ? उहाँले अलिकति टाइम लिइरहनु भएको छ। टाइम लिइरहनु भएको छ उहाँले। अब के गर्ने भयो उहाँलाई? के गर्दा ठिक होला भनेर एकछिन टाइम लिँदै हुनुहुन्छ उहाँले। यो अनलाइन गेम हो साथीहरू। मैले अनलाइन चेस खेल्छु। अनलाइन चेस खेल्दाखेरि जो पनि आउनुहुन्छ
यो 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 एप्लिकेसनमा कोही खेल्दै हुनुहुन्छ भने उहाँसँग खेल्न पाइयो, जो अनलाइन हुनुहुन्छ है। यसरी यो म खेल्दैछु, जो अनलाइन हुनुहुन्छ उहाँसँग खेल्न पाइयो। यसमा मैले यहीसँग खेल्छु भन्न नि पाइन्छ साथी साथी गरेर, तर अहिले चाहिँ मैले अनलाइन ओपन गेम खेल्दैछु। ओपन गेम खेल्दाखेरि अब जो पनि पर्नुहुन्छ, जहाँको नि पर्नुहुन्छ, अब कोसँग खेल्दैछु त्यो मलाई पनि थाहा हुँदैन कहाँको छ भनेर। जोस त देखिरहेको छु, तर जोस जी कहाँको हुनुहुन्छ, को हुनुहुन्छ, आई डोन्ट नो है। मैले यो कुरा थाहा छैन किन म अनलाइन गेम खेल्दैछु। ओ नो सेट, उहाँले मुभ नगर्दाखेरि धेरै टाइम लिँदाखेरि म यो गेम जितेको छु है साथीहरू। ओके थ्याङ्क यू, मैले यो गेम जितेको छु है।